Hello, my YouTube channel. Welcome all. Hello, my YouTube family. Welcome back my YouTube channel. आज चाहिँ हामी फेरि पनि श्रम सांस्कृतिक पार्क घुम्न गइरहेको छौं। आज चाहिँ फागुन 15 गते रहेको छ। आज हाम्रो धरानको मेयर साहबको पनि जन्मदिन परेको हुनाले उहाँलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्न चाहन्छु र हामी सधैं उहाँलाई हामी सपोर्ट गरिरहनु जरुरी छ। हामी सम्पूर्ण धरानी जनतादेखि लिएर सम्पूर्ण सहयोगी मित्रहरूलाई चाहिँ एकदमै उहाँलाई सपोर्ट गर्नुपर्छ भन्न चाहन्छु है त। अनि आज चाहिँ हामी सानो ब्लग लिएर हजुरहरूसम्म उपस्थित भइसकेको छु र हामी चाहिँ श्रम सांस्कृतिक पार्कतिर लागिरहेको छौं। सबैजना साथीहरूले मेरो भिडियोलाई माया गरेर लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गर्न चाहिँ नभुल्दिनु है साथीहरू। हाम्रो कस्तो पार्क श्रम सांस्कृतिक पार्क भित्र चाहिँ के रहेको छ म हजुरहरूलाई सबै देखाउन गइरहेको छु। सबैजना साथीहरूले हेरेर केही प्रतिक्रिया दिनुहोला है त। हामी चाहिँ भित्र छिरिसकेका छौँ। आज चाहिँ हाम्रो मेयर साहबको बर्थडे हुनाले चारैतिर बेलुकातिर जुम्दै दिनुभएको छ। सबैजना उहाँको सपोर्टी उहाँलाई माया गर्नुहुने हाम्रो धरानको श्रमदाता जीवहरूले चाहिँ उहाँलाई स्वागतको लागि बेलुनहरू यसरी रङ्गीत बनाएर चाहिँ उहाँले बनाउनु भएको छ र सबैतिर बेलुनहरू फुन्डाइदिनु भएको छ। र यही दिन हामी पनि श्रम सांस्कृतिक पार्क पुग्न सफल भयौँ। चाहिँ छिर्नलाई मैले टिकट काटिसकेँ साथीहरू। हामी भित्र पसिसक्यौँ। भित्र चाहिँ यस्तो फुलहरू फुलिरहेको छ साथीहरू, हजुरहरूले हेर्न सक्नुहुनेछ। केही कुराहरू पनि केही मूर्तिहरू पनि अझै बनिसकेको छैन। उहाँ चाहिँ राजेश साक्य हाम्रो धरानको पत्रकारजी हुनुहुन्छ। सम्पूर्ण साथीहरूले भिडियो हेर्नुहोला है त। कस्तो लाग्छ हजुरहरूले प्रतिक्रिया दिनुहोला। हामी चाहिँ धरानतिर पसिसकेको छौँ। हजुरहरूले यहाँ देख्नुहुन्छ एकजना आमाले रोटीहरू चाहिँ एउटा डालीमा बोकिराख्नु भएको छ। फुलहरू पनि फुलिरहेको छ। एकदमै राम्रो बनिसकेको छ हाम्रो पार्क चाहिँ। हजुरहरू पनि घुम्नको लागि अवश्य आउनुहोला। वेलकम छ है साथीहरू, सम्पूर्ण साथीहरूलाई वेलकम छ। यहाँ चाहिँ माछा पनि छ साथीहरू। हसिना बालबालिकालाई चाहिँ एकदम हेर्न मन हुने भएकोले गर्दा माछा पनि राखिदिनु भएको छ। नानीहरू मजाले रमाइलो गरेर हेरिराख्नु भएको छ। हामी चाहिँ यहाँ वरिपरिको भिडियोलाई म चाहिँ खिचिरहेको छु साथीहरू। सम्पूर्ण साथीहरूले लाइक कमेन्ट चाहिँ गर्न नभुल्नु होला है त साथीहरू। हजुरहरू पनि कतिजना साथीहरू आइपुग्नु भयो होला र आइनपुग्ने साथीहरूलाई सबैजना साथीहरूलाई वेलकम छ है। मसिनो नानीहरू पनि एकदम रमाइरहेको छ। खुसीले हेलो हाई भन्दै हुनुहुन्छ मसिनो नानीहरू पनि। हेर्नुहोला सम्पूर्ण साथीहरू, यहाँको दृश्य हेर्नुहोला र हजुरहरूले एकदम रमाइलो मानिदिनु होला। हजुरहरू आइपुग्नु भएको छैन भने यो भिडियो हेरेर भए पनि एकदम
आनन्द लिन सक्नुहुनेछ है साथीहरू। नआइपुग्नु भएको साथीहरू चाहिँ यो भिडियो हेरेर पनि आनन्द लिनुहोला र कुनै दिन कुनै समय मिलाएर हजुरहरू उपस्थित भइदिनुहोला। हजुरहरू सम्पूर्ण साथीहरूलाई वेलकम छ। हाम्रो धरानमा सबै साथीहरूलाई वेलकम छ है त। कतिजना साथीहरू त आएर घुमिसक्नुभएको होला र पनि हजुरहरूलाई चाहिँ नहुने साथीहरूलाई चाहिँ धेरै कुराहरू अझै पनि बनिसकेको छैन। कति कुराहरू बनिरहेछ र पनि भइसकेको छैन। हजुरहरू फेरि पनि आउनुहोला, फेरि पनि नयाँ कुरा देख्नुहुनेछ, फेरि पनि आउनुहोला, अर्को नयाँ कुरा देख्नुहुनेछ है साथीहरू। चाहिँ मेरो ठुलो भाइहरू पहाडदेखि मम्मीसँग झर्नु भएको छ। त्यतिखेर उहाँ भाइलाई पनि घुमाउँदै त्यहाँ पुगेको थियौँ। आज एकदमै हेर्नुहोस् बुढापाका बाजेहरू पनि घुम्नको लागि आउनु भएको अरे। एकदम रमाइलो छ नानी भन्दै हुनुहुन्छ। एकदम नराम्रो भन्ने प्राय धेरै यस्तो मान्छेहरू चाहिँ आउनुहुन्न। सबैजनाको चाहिँ मन जित्नु भएको छ हाम्रो मेयर साथीले। उहाँकै श्रमबाट चाहिँ यो सबै कुराहरू भइरहेको छ। हेर्नुहोस् यहाँ चाहिँ यसरी हरेक कुराहरूको चाहिँ मूर्ति बनाइएको छ। अझै पनि बनिसकेको छैन है साथीहरू। सबैजना आउनुहोला। उहाँ चाहिँ मेयर साहबको बर्थडेको कारणले सबैजना मिलेर चाहिँ उहाँहरूले बर्थडेको तयारी गर्दै हुनुहुन्छ। बेलुनहरू पुरा सबैतिर झुन्डाइदिइसक्नु भएको छ। अब हेर्नुहोस् है साथीहरू, सम्पूर्ण साथीहरू हेरेर एक लाइक कमेन्ट गरिदिनु होला। त्यो चाहिँ हजुरहरूले चिन्नु भएको होला। सबै कुराको चाहिँ मूर्तिहरू बनाएर यसरी बस्ने ठाउँ बनाउनु भएको छ। हजुरहरू आएर रमाइलो लिनु होला है त। एकदम रमाइलो छ है साथीहरू, घुम्न आउनु नभुल्नु होला। सबैजना साथीहरूलाई वेलकम छ। आएर रमाइलो गर्नुहोला। आएर केही नयाँ चिजको अवलोकन गर्नुहोला र केही साथीहरूलाई सेयर गरिदिनु होला। यहाँ पनि बनिरहेछ मूर्तिहरू, फिनिस कम्प्लिट भइसकेको छैन। अझै पनि नयाँ कुराहरू बनिरहेको छ है साथीहरू। सबैजना साथीहरू आएर रमाइलो गरिदिनु होला है त साथीहरू। सबैजना साथीहरूले मेरो भिडियोलाई हेरेर एक प्रतिक्रिया दिनु होला है। कस्तो लाग्यो हजुरहरूलाई भिडियो? एक लाइक कमेन्ट जरुरी गरिदिनु होला है त। यहाँ चाहिँ पहिलाको यो ढाका बोक्ने चलन थियो नि त पहिला उहाँहरूको चाहिँ एउटा मूर्ति बनाइएको छ। उहाँहरूलाई पनि एकदम सलाम मनैदेखि हार्दिक नमन गर्नुपर्छ हामीले। उहाँहरूको स्मृतिमा चाहिँ यहाँ लेखेर पढ्न सक्नुहुनेछ। उहाँको नाममा चाहिँ ढाका बोकेको मूर्तिहरू यसरी बनिएको छ। यो चाहिँ धेरै पहिलाको समयमा है साथीहरू। हजुरहरूलाई पनि कतिपय त थाहा हुनसक्छ। अहिलेको बालकहरू, अहिलेको नानीहरूलाई चाहिँ त्यति थाहा नहुन सक्छ। हामीलाई चाहिँ थाहा छ है साथीहरू। यो यस्तो हुन्थ्यो पहिला, यसरी बोक्थ्यो बारी, यति टाढो बोक्नुहुन्थ्यो नि बाबाहरूले। कहाँ कति दिनमा बारी बोकेर आइपुग्नुहुन्थ्यो। कति दुःख छ नि पहिलाको कुराहरू त। त्यसैलाई झल्काउनु भएको छ है यो मूर्तिले चाहिँ। हेर्न सक्नुहुनेछ। यो चाहिँ टिकट काट्ने एउटा घर हो। फुलहरू एकदम रङ्गिचङ्गीको देख्छ साथीहरू। हेर्नुहोस् न, वाउ एकदम राम्रो छ है फुलहरू चाहिँ फुलेको बेला। हजुरहरू छिट्टै आएर फोटो भिडियो बनाउनु होला हजुरहरूलाई पनि। म भन्न चाहन्छु है त। यस्तो छ, यस्तो पाखामा दिन दामी फुलहरू फुलाउनु भएको छ। सांस्कृतिक
पार्कको चाहिँ गेटै साथीहरू एकदम राम्रो बनेको छ है साथीहरू। सबैजना लागेर रमाउनु होला, हेरेर केही अवलोकन गर्नु होला। नयाँ नयाँ कुराहरू झल्कै राख्नु भएको छ यहाँनिर चाहिँ। पहिला नभएकोहरू चाहिँ उहाँ चाहिँ फुल पानी लगाइराख्नु भएको छ है। फुलहरू बिराखुदी पानी लगाइराख्नु भएको छ। हामी चाहिँ फर्किँदैछौँ राजानबाट। फर्किसकेपछि हामी यता छिर्दाखेरि चाहिँ नेक्स्टलाई हामीले देखेको छौँ। उहाँसँग धेरैजना मानिसहरू चाहिँ खिच्नको लागि एकदमै भिड एकदमै रुचि थियो खिच्दा चाहिँ। मैले चाहिँ भिडियो खिच्दा चाहिँ भ्याएँ साथीहरू। साथको आज चाहिँ बर्थडे हुनाले हुँदा सबैजना समर्थक उहाँहरू चाहिँ सबैजना आएर चाहिँ उहाँको बर्थडे सेलिब्रेसन गर्नु आफ्नो भागै छ। हामी पनि त्यति बेला त्यहाँ पुगेर मैले पनि केही भिडियोहरू क्यामेरामा कैद गर्न सफल भएको है साथीहरू। सबैजना साथीहरूलाई उहाँलाई शुभकामना दिनुहोला। बर्थडे टु यु मेरो साथ, हाम्रो दादाको मेरो साथ। उहाँलाई हामी सबैले सपोर्ट गर्नुपर्छ किनकि उहाँले एकदम राम्रो काम गरिरहनु भएको छ नि त। त्यही भएर हामीलाई चाहिँ उहाँलाई एकदम सपोर्ट गर्नुपर्छ। सबैजना साथीहरूले एकदमै सपोर्ट गरौँ है त। राम्रो काम गर्ने व्यक्तिलाई चाहिँ हामीले कहिले चुकाउनु नै साथीहरू। यसमा जति पनि भ्रष्टाचार यस्ताहरूको लागि चाहिँ हामीले खुट्टा तान्नैपर्छ। तर उहाँ जस्तो व्यक्तिलाई चाहिँ हामीले हातमा हात साथमा साथ काँधमा काँध मिलाएर चाहिँ उहाँलाई सपोर्ट गर्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ है साथीहरू। सबै साथीहरूले जति पनि उहाँको समर्थक हुनुहुन्छ उहाँहरूलाई एकदमै धेरै धेरै शुभकामना। र उहाँलाई गरिरहनु भएको कामहरू एकदम राम्रो हुँदै जाओस्, अझै पनि माथि पुग्नुहोस् भन्ने चाहिँ हाम्रो सबैजनाको शुभकामना छ साथीहरू। उहाँले यस्तो ठाउँमा चाहिँ दामी दामी गुलाबको फुलहरू फुलाउनु भएको छ। हेर्नुहोस् त रङसँग फुलहरू फुलिरहेछ। यहाँनिर चाहिँ हाम्रो मेयर साहबको कारणले चाहिँ यस्तो राम्रो पार्क बनेको छ साथीहरू। हजुरहरू आएर एकदमै रमाउन, घुम्न, नयाँ कुराको अवलोकन गर्न सक्नुहुनेछ है साथीहरू। आएर केही नयाँ कुराहरू अवलोकन गर्नुहोस्। हजुरहरू पनि हाम्रो यो हाम्रो मेयर साहबले बनाउनु भएको पार्कमा आएर सबैजना साथीहरू आनन्द लिनु होला है त। यस्तो छ है साथीहरू। वरिपरि मैले भिडियो गरेको छु, वरिपरि यस्तो छ। सबैजना साथीहरू आएर चाहिँ हजुरहरू पनि इन्जोय गर्नुहोला, फोटो खिच्नुहोला, भिडियो बनाउनु होला र आनन्द लिनु होला है साथीहरू। यस्तो दामी फुलहरू फुलेछ यति बेला चाहिँ। र हामी चाहिँ अब फर्केर बजेटा भानुचोकतिर आएर चाहिँ हामी थोरै खाजा खाने सल्लाह गऱ्यौँ र खाजा खानु लागेको छौँ साथीहरू।